आज त काम काज केही छैन, के गर्नु के नगर्ने एकदम टेन्सनमा छु यार। चिबेको पनि फोन आएन, नाइ चिबे आए, के गर्ने के नगर्ने केही छैन। पहिला आफ्नो इन्ट्रो चाहिँ दिइहाल्नु पऱ्यो। हेलो दोस्तों, वेलकम बैक टू माय चैनल नेपाली टूल्स में आप सभी का स्वागत है। और वीडियो अच्छा लगे तो लाइक कमेंट शेयर एंड सब्सक्राइब कर देना। आज नए टॉपिक पे एक वीडियो बना रहे हैं, मेरा दोस्त आ रहा है चिबे, उसके साथ मिलके। अझै पनि आइपुगेन हौ यो चिबे पनि, यत्रो टाइम लाग्छ क्या हो। आऊ आऊ चिबे आऊ, हिजोको बदला लिन बाँकी नै छ, छिटो आऊ। हिजो जुन व्यवहार देखायो नि अफिसमा, फर्स्ट टाइम जब गएको, आज तिमीलाई म भन्छु पर्ख आऊ। अनि जोगी भान के छ खबर यार? हिजोको लागि त सबभन्दा पहिला आई एम भेरी सरी हेर केटा, तेरो लागि मेरो पनि नोकरी जान्छ बुझिस् नि। त भर्खर गाउँबाट आकिस, एकदम लाटो गाउँले जस्तै। मैले जे भने त्यही तैँले भन्नुपर्छ। मैले नै बा तला भन्नुको लागि मैले त्यस्तै भने हेरेँ, त सर भनेर बोलाउनु पर्दैन। तँलाई कहिले भनिनँ मैले, त्यही गल्ती भयो यार। केही छैन, तेरो लागि अब नयाँ काम गरिदिन्छु म, टेन्सन नले। कामको कुरा बाद देऊ, बुझ्यौ नि। अगाडिको प्लानिङ मेरो अर्कै छ, अब कामको कुरा चाहिँ बाद देऊ। हेर अब अगाडि के गर्ने हो के नगर्ने त मैले सोचिसकेँ, बुझ्यौ नि। अब दसैँसम्म मात्रै हेर्छु, दसैँ सक्ने बित्तिकै आई एम गोइङ टु कुवेत। तिमी बसिरहेका घरमै गाई चराएर म त जान्छु कुवेत। पासपोर्ट बनाइहालेको छु टन्नै, अब हुर्र उडेर जाने हो। तिमी चाहिँ बसिरहेका यतै। जा कुवेत जान्छस् कि साउदी अरब जान्छस् जा, तर जहाँ गए पनि काम चाहिँ राम्ररी गर्नु। त्यसरी त मान्छेलाई चिनेर मात्रै बोल्नु है, त्यसरी फर्कै केही नभनिदिनु। त्यहाँ फेरि म पनि हुँदिनँ, अनि कसलाई कराउँछ। धान्नै कुटेन हिजो पप्पु सरले, मार्ने थियो धन्ने बाँच्यौँ। बात देऊ तिम्रो त्यस्तो सार थार गोली मारा। अब जाने हो कुवेत या फिर साउदी अरब, विदेशतिरै जाने हो यार। पैसा पनि धेरै बरु उतै गएर भेडा बाख्रा चराउने हो। टन्ने पैसा कसले पो त देख्छ, भेडा चराए पनि बाख्रा चराए पनि भाडा धोए पनि। पैसा त हो, पैसा कमाएपछि सबै ठिक भइहाल्छ, बुझ्यौ नि। हो यार, तेरो कुरा पनि ठिकै हो। पैसै त मेन हो, पैसै चढाउनु पर्छ, पैसै पहिला कमाउनु पर्छ, अनि बल्ल भेल्यु बढ्छ। यो पालिको दसैँमा चाहिँ हेर नयाँ लुगा किन्छु टन्नै। त्यहाँबाट अनि पहाड मेला जान्छु, दुर्गा मेला जान्छु, हरिनागुरी जान्छु, कोक्राझार जान्छु, चरेखोला 7AP मा हेर्छु मेला। म त तिमी अब जोइन गर्छौ कि गर्दिनौ मेलामा, अब कहाँ हुन्छौ पहिले खबर दिइहाल्नु नि, बुझ्यौ नि। म पनि घरै हुन्छु, सँगै जाउँला नि। अनि पैसा पाति त जोगाड गरेर राखिस् न मेलामा घुम्ने, त्यहाँ पनि मै खर्च गर्नुपर्छ कि क्या हो? बात देऊ, मसिना पैसा छैन भनेको, मसिना पनि पैसा छ। आफ्नो पैसा भाइ, आफ्नो खर्च। अनि जुन हामीले यस्तो भिडियो बनाउँदै थियौँ, यो भिडियोहरू मान्छेले हेरेर लाइक कमेन्ट सेयर पनि गर्दैनन्, सब्सक्राइब पनि गर्दैनन्। अब सब्सक्राइब बढेन भने त कमेडी भिडियो नबना, किनभने भिडियोको टपिक चेन्ज गर्दै, बुझिस् नि। यस्तो भिडियो बनाएर मान्छे हाँस्दैनन् पनि, सब्सक्राइब पनि गर्दैनन्, राम्रो लागेन मलाई। साथी हो, यो भिडियो लास्ट हो मेरो युट्युब च्यानलमा। अब म युट्युब च्यानल खोल्दिनँ। यसमा पनि अगर त्यस्तै तपाईँहरूले माया गर्नु भएन भने यो च्यानल पनि म बन्द गरिदिन्छु। अब युट्युब च्यानलमा म कहिले पनि काम गर्दिनँ। सो आजको लागि यति नै। मेरो भयो मुड खराब। अब भेटौँला आउने भिडियोमा। ओके, टाटा, बाई बाई।